हाई साथीहरू, म चाहिँ आज साबुन बनाउन गइरहेको छु। यो चाहिँ टाटे सिमीको पात जुन चाहिँ दाँतमा चाहिँ प्रयोग गर्छौँ हामी। दादा आयो भने, अनुहारमा दादा आयो भने। यो चाहिँ पाती जुन यो चाहिँ घाउ खटिरा आयो भने बच्चालाई धुनको लागि। यो चाहिँ बनमासा, यो चाहिँ घाउ काटेको ठाउँमा चाहिँ घाउ सन्चो पार्नलाई गर्छौँ। यो चाहिँ गाजाको पात हो। यो चाहिँ हामीले भन्छौँ यो चाहिँ मलेसियन झार हो। यो चाहिँ यो मलेसियन झार चाहिँ काटेको ठाउँमा चाहिँ घाउ हँसियाले काटेको ठाउँमा चाहिँ धारिलो हतियारले काटेको ठाउँमा चाहिँ यो चाहिँ झोल निचारेर लायो भने चाहिँ यसले चाहिँ छिटै ठिक पार्छ। त्यसरी 5 थोक मिलाएर चाहिँ मैले साबुन बनाउन गइरहेको छु। यो चाहिँ 5 थोक मिसाएर कुटेको लेदो हो। यो चाहिँ कुटेर यसको झोल बनाएको छु। हेरौँ कस्तो हुन्छ। यो चाहिँ सोपेस हो। यो चाहिँ सोपेस साबुन बनाउनको लागि यसलाई चाहिँ सानो सानो टुक्रामा यसरी काटेर बनाउन सकिन्छ। साबुन बनाउनको लागि तयार गर्न लाग्दैछु मैले। सानो सानो टुक्रा बनाएर चाहिँ यसरी सानो सानो टुक्रा बनाउन सकिन्छ। यसलाई चाहिँ यो सोपेसलाई चाहिँ यसरी कराईमा हालेर मैले चाहिँ यसरी बनाउन गइरहेको छु। यसरी राम्रो तालसँग घुलिसकेपछि चाहिँ यसलाई चाहिँ भैँसीको घिउ जस्तो हुन्छ। यसरी घुलिसकेपछि यस्तो। अनि त्यसपछि हामीले बनाइराखेको यो यस्तो भैँसीको घिउ जस्तो यस्तो सबै घुलिसकेपछि सोपे चाहिँ सबै घुलिसकेपछि चाहिँ हामीले चाहिँ यो हामीले जुन बनाइराखेको थियो यो चाहिँ हाम्रो सबै कुरा घुलिएको चाहिँ यसरी हाल्नु पर्दछ। यस्तो चाहिँ हाम्रो सबै मिसाएको चाहिँ यो जडीबुटीहरू चाहिँ हाल्नु पर्दछ। यसरी घोल्ने, यसरी मजाले घोल्ने। पक्नु है, एकछिन है, पक्नु है छोरा। पाकिसकेपछि यस्तो हुन्छ। अब चाहिँ यो चाहिँ पाकिसकेको मेरो छोरा र म भएर चाहिँ साबुन बनाउन गएको छु। मेरो छोरा हो। मेरो छोरा चाहिँ यहाँ बत्ती बाल्नलाई, साबुन बनाउन बत्ती बाल्नलाई छोरो पोल्ला है सबैलाई। साबुन यहाँ चाहिँ हल्का थोरै उब्रियो। साबुन